हाई ह्याप्पी न्यू इयर सबैजनालाई। आज चाहिँ 2026 को फर्स्ट डे फर्स्ट मर्निङ। मैले मेरो मर्निङको सुरुवात चाहिँ वकिङबाट गर्दैछु। अनि आजको मेरो प्लान चाहिँ मन्दिर जान्छु अनि फ्यामिली ग्यादरिङ छ। अनि मैले यो मेरो ब्लगमा चाहिँ आजको दिन चाहिँ मैले कसरी स्पेन्ड गर्छु भनेर देखाउँदैछु। अनि मर्निङ वाक सकेर चाहिँ हामी मन्दिर गयौँ, प्रसादहरू खायौँ, एकदम रमाइलो थियो न्यु इयर भएर। अनि यसपछि हामी घर फर्क्यौँ सबैजना भएर। बिहान माइजूले हामी मन्दिर जानुभन्दा अगाडि नै लन्च अनि मोचीहरू सबै रेडी गरिसक्नु भएको थियो। अनि जुन चाहिँ जापानिज थियो, हामीले सुरुमा चाहिँ मोचीबाट गऱ्यौँ, जुन चाहिँ ट्रेडिसनल जापानिज फुड हो। अनि जुन चाहिँ मोस्टली चाहिँ न्यु इयरमा खाइन्छ, यो राइसबाट बन्छ अनि सफ्ट स्टिकी चुवी टेक्सचरको हुन्छ। अनि लन्चमा थियो ओसेची, यो पनि जापानिज नै थियो। अनि यो नि मोस्टली न्यु इयरमा नै खाइन्छ, जापानिजहरूले न्यु इयरमा नै खाने गर्छन्। अनि यो चाहिँ हेल्थ, वेल्थ, लङ लाइफ, फर्टिलिटी एन्ड ह्याप्पिनेसको सिम्बलाइज गर्छ। अनि होल चिकन पनि बेक गर्नुभएको थियो। लास्टमा थियो साबुदानाको डेजर्ट, जुन चाहिँ हामी सबैजनाको फर्स्ट टाइम थियो जापानिज खानाहरू जसरी नै। अनि एकदमै सबै खानाहरू चाहिँ मलाई एकदमै मन पर्यो, सबै फर्स्ट टाइम पनि थियो हाम्रो खाएको। त्यसपछि चाहिँ अनि हामीले बाहिर यस्तो राम्रो घाम लागिराखेको थियो कि अनि बाहिर तातो आलु खेल्यौँ। अनि हामीले भनिरहेको थियौँ कि आज न्यु इयरको सुरु दिन नै यस्तो राम्रो घमाइलो भएपछि बाँकी दिनहरू पनि यस्तै घमाइलो हुन्छ होला भनेर सोचिराखेको थियौँ, आशा गरिराखेको थियौँ। अनि भित्र गएर रुमाल लुकाइ खेल्यौँ। अनि हामीले ग्रिन टी खायौँ सबैजना भएर। अनि हामीले चाहिँ डान्स पर्फर्मेन्स हेऱ्यौँ। मैले चाहिँ भिडियो गर्दै थिएँ कि हामी सबैजना यसरी बसेको भनेर। झालपट्टिको बुट्टा त यति गर्दा चाहिँ 3:30 भइसकेको थियो। अनि त्यसपछि चाहिँ हामीले हरियो मकै पोल्न थाल्यौँ। त्यो हरियो मकै पोलेको बास्नाले त्यो गर्दा चाहिँ कस्तो नेपालमै भयो जस्तो याद आएको कि सबैजनालाई। अनि मैले पनि यस्तो पोलेको जस्तो एउटा दुईवटा भिडियो बनाएँ। अनि माइजहरूको चाहिँ यहाँ छुट्टै रमाइलो चलिरहेको थियो। मकै आयो है, मकै आयो, ल मकै आयो, लिनुहोस् है हजुर, लिनुहोस्। 25 रुपियाँको एउटा, 25 रुपियाँ एउटा हरियो मकै तातो भर्खर पोलेको बेलुका बेलुका भए सकिनु 25 रुपियाँ तातो त लिनु यसमा चोप्ने सुन छैन त्यो फुकाम छ दिनु होइन, पैसा अलिक महँगो पऱ्यो क्या अरे। तपाईँलाई खाने नखाने भन्नु डिस्काउन्टमा दिनुभयो खाने। पोलेको मकैसँग चाहिँ अनि डल्ले खुर्सानी, टिमुर, बिरे नुनको पिरो टक्क परेको मसला मिठाउने भएर चाहिँ हामीले त्यो रेडी गऱ्यौँ। अनि फेरि फोटोहरू पनि खिच्यौँ। अनि बेलुकाको लागि चाहिँ हामीले स्विट पोटेटो र पोटेटो चाहिँ पोलेर खानालाई मिठो हुन्छ भनेर काटकुट गरेर रेडी गऱ्यौँ। अनि यता चाहिँ अङ्कलले चिकन चिल्लीको लागि प्याजहरू, क्याप्सिकमहरू काटेर रेडी गर्दै हुनुहुन्थ्यो। हामीले न्यु इयर चाहिँ धेरै कुराहरू खाएर पनि इन्जोय गऱ्यौँ कि। अनि यता टुसा उम्रेको चना किराउ थियो, त्यो रस राखेर बनायौँ। चिया त छुटाउनै भएन नि, भित्रबाट खाएर निकाल न दिवस। यो चाहिँ हाम्रो डिनरको लागि के हो माइसी, यो घन्टाको सालन, यो घन्टाको सालन। अनि यता चाहिँ चिकन चिल्ली, यता चिकन चिल्ली रेडी छ। अनि यता चाहिँ ग्रेभी छ। फोटोहरू पनि खिच्यौँ। अनि हाम्रो डिनर चाहिँ यस्तो देखेको थियो। म त्यति राम्रो प्लेट चाहिँ गर्न जान्दिनँ। अनि हामीले तिमीले माया नगरे पनि गर्छु म दिँदिन। म चाहिँ एकदमै ब्याड सिङ्गर हो कि, त्यही पनि रमाइलो सबैजना। मैले चाहिँ न्यु इयर यसरी इन्जोय गरेँ। अनि हजुरहरूले थ्याङ्क यू सो मच फर वाचिङ। ह्याप्पी न्यु इयर।